बिल गेटले भन्नुहुन्छ, यदि तपाईँ 1 घण्टाको सुख चाहनुहुन्छ भने गीत सुन्नुहोस्। यदि तपाईँ 1 दिनको सुख चाहनुहुन्छ भने पिकनिकमा जानुहोस्। यदि तपाईँ 1 हप्ताको सुख चाहनुहुन्छ भने यात्रामा जानुहोस्, भ्रमण गर्नुहोस्। यदि तपाईँ 1 महिनाको सुख चाहनुहुन्छ भने बिहे गर्नुहोस्। यदि तपाईँ 1 वर्षको सुख चाहनुहुन्छ भने धन कमाउनुहोस्। यदि तपाईँ जिन्दगी भरको सुख चाहनुहुन्छ भने आफ्नो कामलाई माया गर्नुहोस्। जो व्यक्तिले आफ्नो कामलाई माया गर्छ नि, त्यसले धेरै नै सक्सेस पाउँछ र त्यो संसारकै सबैभन्दा सुखी मान्छेमा गनिन्छ। हजुरलाई कुन नम्बरमा बस्नु मन छ भन्नुहोस् ल, कमेन्ट गर्नुहोस् ल।